जनमत पार्टीले वैशाख 10 गते हुने बारा क्षेत्र नम्बर 2 को उपनिर्वाचनमा शिवचन्द्र कुशवाहालाई उम्मेद्वार बनाउने भएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जनमत पार्टीले नेकपा माओवादी केन्द्रका नेता कुशवाहालाई पार्टीमा प्रवेश गराउँदै बारा क्षेत्र नम्बर 2 को उपनिर्वाचनमा उम्मेद्वार बनाउने जनाएको हो। कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले पार्टीमा स्वागत गर्नुभएको थियो। माओवादी केन्द्रभित्र भएको अन्तर्घातको कारणले आफूले थोरै मतले गत मङ्सिर 4 गते सम्पन्न निर्वाचनमा हार बेहोरेको कुशवाहाले बताउनुभयो। उहाँले आगामी वैशाख 10 गते हुने उपनिर्वाचनमा 12-2 माओवादीले आफ्नो पार्टीबाट उम्मेद्वार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको जिकिर गर्नुभयो। जनताले 70बाट हराएर पठाएका उपेन्द्रलाई 12-2 हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उहाँले बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा मेरो राजनीतिक ऐतिहासिक पृष्ठभूमि तपाईहरूलाई थाहा हुनुपर्छ। मैले कम्युनिस्ट आन्दोलनभित्रै 37 सालदेखि 36 साल बहुदल निर्दल बेला मेरो उम्रै थिएन। त्यो बेलादेखिको मेरो प्रजातान्त्रिक व्यवस्थाको लागि मैले मेरो उम्रै नहुँदा नेताको पछि दौडेर मैले जनताको बीचमा काम गर्दै जाँदाखेरि मैले 37 सालमै सलिम मिया अन्सारीले म एकदम विद्यार्थी थिएँ। त्यो बेला मलाई उहाँले गएर सङ्गठित गर्नुभयो। त्यो बेलादेखि कम्युनिस्टप्रति आस्था राख्दै मैले 54 सालसम्म मैले एमालेमा पनि काम गरेँ र पछि मैले माओवादीमा 54 सालमा प्रवेश गरेर मैले भूमिगत राजनीति गरेर 63 सालमा मैले खुला भए र 64 सालमा मैले संविधान सभाको चुनावमा पनि जितेको थिएँ। र पार्टीभित्र म माथि यति षड्यन्त्र यति जालझेल गरेर हामी जस्तो एउटा क्षमतावान लिडरलाई जहिले पनि माइनस गरेर राख्ने सोचहरू भइराखेको थियो, माइनस गरेरै राखेको थियो। त्यस्तै जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले आफ्नो पार्टी जनताको उद्धारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरूको उद्धारका लागि बनेको जिकिर गर्नुभयो। 12-2 षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको भन्दै उहाँले आफ्नो पार्टीबाट कुशवाहाले भारी मतका साथ विजय हासिल गर्ने उहाँको भनाइ छ। यसमा चाहिँ अब षड्यन्त्र गरेर कसैलाई जुन चोर बाटोबाट पसाउने कामको लागि यो पुरा जालझेल रचियो र कसरी रच्यो भन्दाखेरि यता चाहिँ त्यहाँ 12-2 को पहिला जबरजस्ती सिट खाली गर्न लगाइयो। त्यहाँको जनताले जुन जनमत दिएको थियो त्यसको अपमान भयो। त्यहाँ चाहिँ घोर अपमान भएको। त्यहाँ त्यो जनमतलाई 3 महिना अहिले नपुग्दाखेरि त्यहाँ खाली गराउनु भनेको त्यो भोट दिएको के भयो त? जनताले कसैलाई के अपेक्षाका साथ भोट दिएका थिए, मतदान गरेका थियो, मतदानको अपहेलना भयो त्यहाँ पहिलो कुरा चाहिँ। फेरि उता सिट खाली हुन पाएको छैन, सङ्घीय संसदमा त्यो सूचना पढ्न पाएको छैन अनि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम घोषणा गरिदियो वैशाख 10 को लागि। कतिसम्मको मिलेमतो छ यहाँ सरकारले निर्वाचन आयोगमा कतिसम्मको दबाब दिएर कतिसम्मको मिलेमतो गराउन सक्छ भन्ने कुरा यहाँबाट देखिन्छ। सबभन्दा पहिला त उपराष्ट्रपतिको निर्वाचनमा धाँधली गर्यो। प्रमुख निर्वाचन आयुक्तले महिला उम्मेदवार बाहेक कुनै हुनै सक्दैन, दर्ता नै नगर्ने खालको आदेश दिइसक्दा पनि सरकारको दबावमा आएर आखिरमा दर्ता गरियो र महिलाले पाइसकेको संविधानको धारा 38(4) ले महिलाले पाइसकेको अधिकार पनि त्यहाँ घोषणा लगाइयो र त्यो अधिकार चाहिँ के षड्यन्त्रको लागि गर्यो त्यो सबैलाई छलन भएकै छ। अनि यसरी त्यस पछाडि पनि अब निर्वाचन आयोगले सामान्यतः कमसेकम 90 दिनको समयावधि चाहिन्छ निर्वाचन गराउनको लागि। तर यहाँ चाहिँ हामीले कति समय दियो त? तुरुन्तै षड्यन्त्र गर्न कसैलाई मन्त्री बन्नको लागि छटपटाहट छ भन्दैमा र उहाँको पार्टीमा पनि अरूलाई छटपटाहट छ। किनभने उहाँ त म मन्त्री नभएसम्म तिमीहरू पनि मन्त्री बन्न पाउँदैन भन्ने खालको दिएछ। त्यहाँ चाहिँ या त म हुन्छु या त कसै पनि हुँदैन त्यस्तो खालको नेताहरूको हत्या गर्ने, राजनीतिक कार्यकर्ताको हत्या गर्ने परिपाटी त्यहाँ रहेको छ। त्यो मन्त्री बन्न छटपटाहटको कारणले वैशाख 10 मै तुरुन्तै निर्वाचन गराउनु पर्यो भनेर दबाब हालेर रोइ कराई गरेर त्यहाँ चाहिँ जबरजस्ती हाल्न लाग्यो। त्यही भएर यो चाहिँ सत्य असत्यको लडाइँ हो, या लोकतन्त्रको उपहास बन्ने कि लोकतन्त्रको रक्षा गर्ने, त्यो कुरा चाहिँ त्यसको लडाइँको रूपमा यहाँ हामीले गर्दैछौँ। अर्को कुरा चाहिँ 12-2 मा पनि त राजनीतिक कार्यकर्ताहरू छन्, त्यहाँ पनि त राजनीतिक नेताहरू छन्। उनीहरूको भविष्य के हुने? जहिले पनि एउटा गठबन्धनको नाममा बाहिरी
उम्मेदवारहरूलाई त्यहाँ ल्याएर जबरजस्ती प्रोजेक्ट गर्ने नाममा त्यहाँका राजनीतिक कार्यकर्ता नेताहरूले बलिदान दिनुपर्ने, त्यहाँको जनताहरूको जन्म चाहिँ अरूलाई दिइहाल्नुपर्ने, त्यो भएर त्यहाँको जनताको अधिकारको हनन गर्ने काम पनि यहाँबाट भइराखेको छ र त्यसलाई चाहिँ बाराका जनताले यसपालि प्रतिकार गर्नेछन् र त्यहाँ स्थानीय उम्मेदवार शिवचन्द्र कुशवाहालाई नै ठूलो भारी मतका साथ यसपालि जिताएर पठाउनेछन्। सीट खाली भएर संसदमा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो।